नमस्कार, नामबाट सुरु गरौँ है त। हजुरको नाम भनिदिनुहुन्छ? मेरो नाम चाहिँ सुषमा खड्का। सुषमा खड्का, कति वर्ष भयो यहाँ आउनुभएको? अब सेप्टेम्बरमा 2 इयर्स हुन्छ। यहाँको एक्सपिरियन्स कस्तो भइरहेछ कोरियाको ओभरअल एक्सपिरियन्स राम्रै भइरहेछ अहिलेसम्म चाहिँ। अब पछि चाहिँ के हुन्छ थाहा छैन। त्यही त, पछि देश फर्किन चाहनुहुन्छ या यहाँबाट ग्रो भएर अन्त देश जान चाहनुहुन्छ, के गर्नुहुन्छ? होइन, म आफ्नै देश फर्किन चाहन्छु। कारण केही छ? रिजनेबल कारण चाहिँ केही छैन, तर यहाँको स्ट्रगल्सहरू हेर्दाखेरि चाहिँ नेपालमै केही गर्न सकिन्छ कि जस्तो लागेर चाहिँ नेपालै फर्किन चाहन्छु। त्यही त, कोरिया आउनु मेरो सही निर्णय थियो या गलत, के लाग्छ? एक प्रकारले हेर्ने हो भन्दाखेरि चाहिँ ठिक पनि थियो। अब अलिकति आफू म्याच्योर नभएको कारणले गर्दाखेरि चाहिँ अलिकति बेठिक पनि लाग्छ, किनभने यहाँ आएर एक्लै ग्रो हुनलाई चाहिँ अलिकति समय लाग्दो रहेछ। कोरिया छोड्दा, कोरियाबाट फर्किँदाखेरि कस्तो व्यक्ति भएर फर्किन्छु जस्तो लाग्छ? आफूले अब नेपाल गएर केही गर्न सकूँ, आफ्नो फिल्डमा अब मैले जुन अहिले ब्याचलर गरिरहेको छु त्यही फिल्डमा चाहिँ मैले केही गर्न सकूँ। तपाईँको यङ्गर योरसेल्फ आफैलाई अलि यङ्गर भर्जनकोलाई सजेस्ट गर्नु पर्यो भने के सजेस्ट गर्नुहुन्छ, के सुझाव दिनुहुन्छ? अब म फर्स्टमा कोरिया आउँदाखेरि चाहिँ अलिकति अनकन्फिडेन्ट थिएँ, अनि त्यसपछि मलाई यहाँको बारेमा केही पनि थाहा थिएन। अब मलाई कसैले एकदम सजेस्ट गरेको भए मैले अलिकति अगाडि नै केही गर्न सक्थेँ जस्तो फिल हुन्छ। अहिले चाहिँ म मेरो यङ्गर सेल्फलाई चाहिँ अलिकति आफू कन्फिडेन्ट भएर अगाडि बढेको भए चाहिँ केही हुन्थ्यो कि जस्तो लाग्छ।